नमस्कार है। यो भिडियो चाहिँ नयाँ साथीहरूको लागि है, जसले मलाई चाहिँ टिकटकमा म्यासेज गर्नुभएको छ नि यो आरबीको बारेमा, उहाँहरूको लागि है। यो भयो भानुभक्त चोक है साथीहरू। भानुभक्त चोकबाट ठ्याक्क बागेश्वरी मन्दिर जानेतिर है। भानुभक्त चोकबाट दुईटा टर्न आउँछ। यो फर्स्ट टर्न भयो है। ल अलिकति अगाडि जानुस्, यो सेकेन्ड टर्न है। सेकेन्ड टर्नबाट घुम्नुस् है। ठ्याक्क अगाडिपट्टि चाहिँ एग्रिकल्चर ब्याङ्क छ। ब्याङ्कको अपोजिट आरबी सपिङको भवन छ है। यो मैले भिडियो किन बनाएको भने धेरै साथी, नयाँ साथी जो नयाँ साथी हुनुहुन्छ नि, उहाँहरूले धेरै मलाई म्यासेज गर्नुभएको थियो कि कतिजनालाई चाहिँ रिप्लाई गर्नु भनेर मैले यो भिडियो बनाएकी हुँ। जति पनि नयाँ साथीहरू हुनुहुन्छ उहाँहरूको लागि हो यो होइन। पुरानो साथी त मेरो रेगुलर भइसक्नु भएको छ होइन। नयाँ साथीको लागि है यो रह्यो आरबी सपिङ है। ठ्याक्क तपाईहरूले धेरैले सोध्नु भएको थियो, त्यो हिसाबले मैले बनाएँ होइन। ल हेर्नुहोस्, यो हजुरहरूकै हेरिराखेको देखिराखेको आरबी सपिङ, तर चाहिँ कहाँनिर हो भनेर चाहिँ कन्फ्युजमा हुनुहुन्थ्यो नि, उहाँहरूको लागि है। ल हेर्नु, यो रह्यो हजुरहरूकै चिरपरिचित आरबी सपिङ है। नयाँ साथी जसले मलाई म्यासेज गर्नुभएको थियो उहाँहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। एकचोटि अवसर दिनुहोला सेवा गर्ने है। थ्याङ्क यू।